ललितपुरको ऐतिहासिक नेवार बस्ती लुभु, जहाँ समयले कथा सुनाउँछ, संस्कृति बोल्छ र परम्पराले जीवनको अर्थ दिन्छ। प्राचीन कालमा हंसगृह दोङ नामले चिनिने यो बस्ती किराँतकालीन सभ्यताको जीवित साक्षी हो। किम्बदन्ती भन्छ, किराँतीहरू जब यो भूमिबाट गुज्रिए त्यहाँ फुलेको सुनौलो तोरी देखेर उनीहरूले सुन फल्ने खेत भनेर व्याख्या गरे। नेपाल भाषामा लु अर्थात् सुन र बु अर्थात् खेत, यसरी लुबुबाट क्रमशः विकसित हुँदै आजको लुभु नाम स्थापित भयो। इतिहासका पानामा अर्को कथा पनि अंकित छ। महारानी गंगाले सुनको थाली बेचेर यहाँ महालक्ष्मी र महाभैरवको जात्रा प्रारम्भ गरिन् र बस्तीलाई व्यवस्थित गरिन् भन्ने जनश्रुति जीवित छ। आज पनि लुभुमा अवस्थित उनको जीर्ण दरबारले विगतको वैभवको मौन साक्षी बनेर उभिएको छ। यस बस्तीका गल्लीहरूमा छरिएका मन्दिर, चैत्य र परम्परागत वास्तुकलाले नेवार सभ्यताको गहिरो जरा देखाउँछन्। हरेक वर्ष वैशाख शुक्ल अक्षय तृतीयादेखि सुरु हुने महालक्ष्मी महाभैरव जात्रा यहाँको जीवनको सबैभन्दा ठूलो उत्सव हो। 9 दिनसम्म चल्ने यो जात्रामा 2 प्रमुख खटहरू नगर परिक्रमा गर्छन्। एकमा गणेश, महालक्ष्मी र कुमार, अर्कोमा गणेश, महाभैरव र कुमारीको प्रतीक मुकुट। बाजागाजा सहित टोल-टोलमा खट बिसाउने परम्परा, पाहुना बोलाएर भोज खुवाउने चलन र समुदायको सामूहिक सहभागिताले यो जात्रालाई केवल धार्मिक मात्र होइन, सामाजिक एकताको उत्सव बनाएको छ। 2035 सालदेखि अहिलेसम्म निरन्तर नै फंक्सन चलिराखेको छ। यो कोटघर सबै हाम्रो दशैंको टाको सबै चाहिँ पर्व यहीँबाट चलाउनु पर्छ। महालक्ष्मी महाभैरवको जात्रा पनि उहाँको अधिकारबाट त्यहाँ देउता बाहिर निस्काउने, भित्र पठाउने उहाँको भन्छरीको अधिकार छ। महालक्ष्मी महाभैरवको जात्रा सुरु हुने अक्षय तृतीयाको दिन पहिले हाम्रो चाहिँ पहिले गोपनाथेश्वरको जात्रा हुन्छ। गोपनाथेश्वरको जात्रा अक्षय तृतीयामा गोपनाथेश्वरको जात्रा हुन्छ। त्यहाँ गोपनाथेश्वरको दिनमा छोप्ने छ पितरको। त्यहाँ लिएर एक रात एक दिन बसेपछि अनि के भन्छ भने अनि चाहिँ आकाशभैरवको सुरु हुन्छ। हाम्रो यो रथ चाहिँ देवीस्थान लान्छ द्वितीयको दिन। देवीस्थान लगेर देवीस्थानमा पूजा आजा गरेर यहाँ जसरी त्यो मन्दिरको निकालेको कस्तो छ त्यसै रथको निकालेर भित्र राखेर त्यहाँको पूजा आजा सकेर फेरि रथमा राखेर बिसाएर त्यहाँबाट जात्रा गरेर ल्याएर हाम्रो गोपनाथेश्वर मन्दिरभित्र लान्छ। त्यहाँ लगेपछि दुईटै रथ चाहिँ बसालेपछि अनि के हुन्छ आकाशभैरवको हाम्रो चाहिँ महादेव चाहिँ गोपनाथेश्वर यत्र ल्याउँछ दिन छोप्ने यत्र ल्याउँछ मन्दिरमा। अनि आकाशभैरवको सुरु हुन्छ। त्यसको अगाडि हाम्रो महालक्ष्मी महाभैरवको अगाडि मेन अगाडि बसेर आउने आकाशभैरव। आकाशभैरवले के भन्छ त्यहाँ निक्रै कालो बोक राति नै बलि दिनुपर्छ। पहिले हामीले सुनिराखेको त मान्छे नै बलि दिएको भनेर सुनिराखेको हुन्छ। सतीजुगको कुरा होला त्यो। अब त्यहाँबाट अनि आउँछ पार्कमा आउँछ हाम्रो बस पार्क आउँछ। गाउँ फेरले चाहिँ पर्वतीहरूले कहीँको पनि जात्रा मानेको छैन। गाउँको क्षेत्रीय बाहुनीहरूले हाम्रो लुपमा टोलमा पुगेपछि गाउँको मान्छेले सबैले मानिराखेको छ। अनि त्यहाँ त्यो एउटा माथि देवीस्थानमा गावाया भन्छ। त्यहाँ एउटा चाहिँ गावाया भन्ने चाहिँ हाम्रो पाट्नु मसिनदारको दिया छ नि। अब त्यहाँ बसिसकेपछि हाम्रो ठुलो इनार आउँछ। घडी पछि पूजा दिएर रातभरि नै सर्दै आएर चाहिँ घडी पछि पूजा दिन्छ। पूजा लिएर आएपछि अनि त्यहाँ ठुलो इनार भन्ने ठाउँमा चाहिँ त्यहाँ चाहिँ के हुन्छ नुगोया भन्छ। त्यहाँ नुगोया भनेपछि कर्णालीको चाहिँ हाम्रो सुन्धारो छ नि, पाटनको सुन्धारोमा पुगिसकेको छ रथ। त्यहाँ पुगेपछि त्यस्तो हुन्छ। अनि त्यहाँबाट अष्टमीको दिन के हुन्छ फेरि अष्टमीको दिन हाम्रो सरकारी पूजा हुन्छ। बाहिर फेरको चाहिँ पूजा सब नसिलेको पनि त्यो पूजा आउँदैन। जब उहाँको पूजा हाम्रो फन्सर साहबको चाहिँ पूजा सकेपछि पूजा गएपछि त्यो पूजा अरूले पूजा सुन पनि पर्दैन, सुन दिन पनि दिँदैन।
अब त्यो पूजा सकेपछि सिन्दुर जात्रा गर्छ, रथै बोकेर ल्याउँछ। त्यहाँ लौया भन्छ त्यहाँलाई, नरोल खसाल्ने हाम्रो छठीमा छ नि मच्छिन्द्रनाथको चाहिँ त्यो नरोल खसाल्ने त्यो पूजा भन्छ त्यसलाई। अनि त्यहाँबाट अब नवमीको दिन त्यो चढ्दै 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 बासिन्दाहरूले चाहिँ ठाउँ ठाउँमा पूजा गर्ने। आज चाहिँ हाम्रो चाहिँ दशमी, आज एकादशी परिसक्यो, तिथि एकादशी भइसक्यो। आज नत्र दशमीको दिन चाहिँ भित्र पठाउनु पर्ने, एकादशी भयो, त्यहाँ दशमीको दिन हाम्रो चाहिँ त्यहाँबाट पूजा सकेपछि यहाँ आएर यहीँबाट हाम्रो आकाशवाणी सेलाउनु भन्ने कि सामजे माथि पठाउनु भन्ने कि त्यसले यहीँबाटै पूजा दिनुपर्छ, मैले पूजा दिनुपर्छ। म झुठो भएर मैले काम नचलेको। त्यसो भएर अब यो सकेपछि अब त्यहाँ माइतीको पूजा भन्छ, त्यो दुइटै जोडे छ, त्यहाँ माइतीको पूजा हुन्छ। त्यहाँबाट सरेपछि त्यहाँ चाहिँ स्वाकाइमोरो पूजा भने आउँछ। त्यो पूजा सकेपछि रथ जात्रा हुन्छ। अब रातको 12 बजे 3 बजे भित्र पठाइराखेको छ, अहिले दिउँसो पनि बेलुका भोलि बेलुकासम्म पनि भइसक्यो। यसै क्रममा लुभुको सांस्कृतिक पहिचानसँग गहिरो सम्बन्ध राख्ने अर्को महत्त्वपूर्ण पक्ष हो रातो मत्स्येन्द्रनाथ रथ जात्रा। पूर्वापूर्व कालमा 12 वर्षसम्म वर्षा नभएपछि वर्षा देवता मत्स्येन्द्रनाथलाई ल्याउन गएको टोलीमा 4 भैरव सहभागी थिए भन्ने जनश्रुति छ, जसमा लुभुका हयग्रीव भैरव पनि एक हुन्। यही सम्बन्धका कारण मत्स्येन्द्रनाथको रथारोहणसँगै लुभुमा पनि जात्रा सुरु हुने परम्परा कायम छ। जात्राको दौरान कडा नियमहरू पालना गरिन्छ। श्रेष्ठ समुदायका मूल थकालीहरूले अन्न त्यागेर शुद्धताका साथ बस्नुपर्छ भने स्थानीय बासिन्दाले छाला जुत्ता नलगाउने, छाता नओढ्ने, निर्माण कार्य नगर्ने जस्ता परम्परागत अनुशासन पालन गर्छन्। जात्राभर लुभु छाडेर अन्यत्र बस्न नहुने मान्यता आज पनि जीवित छ। तेस्रो दिन मनाइने आकाश भैरव जात्रा झन विशेष छ। कागजमा कोरिएको आकाश भैरवको चित्रलाई खटमा राखेर नगर परिक्रमा गरिन्छ। यसलाई जमिनमा नछुने परम्परा छ, किनभने स्थानीय विश्वास अनुसार आकाश भैरव सङ्कटका रक्षक हुन्। बिरामी हुँदा सबैभन्दा पहिले आकाश भैरवलाई सम्झेर पूजा गर्ने परम्परा आज पनि कायम छ। तर समयसँगै चुनौतीहरू पनि थपिएका छन्। गुठी जग्गा घट्दै जाँदा जात्रा सञ्चालनमा आर्थिक कठिनाई बढेको छ। एक समय 300 रोपनी भन्दा बढी रहेको गुठी जग्गा अहिले सीमित हुँदै गएको छ, जसले परम्परागत पूजा र व्यवस्थापनलाई असर पुर्याएको छ। त्यसका बावजुद नयाँ पुस्ताको सक्रिय सहभागिता, बाजा बजाउनेदेखि खट बोक्नेसम्म संस्कृति संरक्षणको आशा जगाउने बलियो सङ्केत बनेको छ। लुभु केवल एउटा बस्ती होइन, यो इतिहास, विश्वास, परम्परा र सामूहिक पहिचानको जीवित दस्तावेज हो। यहाँको प्रत्येक जात्रा, प्रत्येक बाजा, प्रत्येक गल्लीले एउटै सन्देश दिन्छ। संस्कृति जोगाउनु भनेको आफ्नो अस्तित्व जोगाउनु हो।